चारधाम हिँड्न आँटेको है राधे चारधामको यात्रातिर लाग्यो। चारधाम जाने हो? काकी गेट पक्रेरै बस्ने कि जाने? र हामी गाडी आइपुगेको थिएन र यसो पुल देख्दाखेरि यसो खिचौँ लागेर काका घर र फाइनल्ली गाडी पनि आइपुगेको छ। यहाँ कसलाई कहाँ बसौँ भनेर यहाँ मिलाउने तर्खर हुँदैछ। नानीले मेरो राम्रो फोटो खिचिदिनु भन्दैछ। बाबाहरू पर गाडी हेर्न जानु भएको थियो, आइसक्नुभयो। र यहाँ अब 2टा गाडी अहिलेसम्म आइसकेका छन्। हाम्रो टोटल गाडी चाहिँ 3वटा रहेका छन् र फाइनल्ली अब आइ पनि पुगेको छ। मलाई नदेखाउनु यार, दुःख लाग्यो। आएको बा 2-3 दिन अगाडि आएको र हाम्रो तेस्रो गाडी पनि आइसकेको छ र अब यहाँ बस्दैछौँ सबैजनालाई। र हामी यात्रालाई शुभारम्भ गर्दैछौँ र यसै गरेर दोस्रो गाडी पनि चारधाम यात्राको लागि यहाँबाट प्रस्थान गरिसकेको छ। र हामीले पनि आफ्नो यात्रालाई प्रारम्भ गरिसकेका छौँ। हामी श्रीमान श्रीमती एउटा गाडीमा यहाँ बसिरहेछौँ र हामी जलढका ब्रिजबाट अगाडि चलिरहेका छौँ। अहिले जलढका ब्रिजमा छौँ हामी। र यसै गरेर हामी पानीझोडा फरेस्ट बस्तीबाट पनि बिस्तारै अगाडि बढ्दैछौँ। महाबारी पुगेर गाडीमा अलिकति तेल लगाएर फेरि ढिला नगरिकन आफ्नो यात्रालाई फेरि प्रारम्भ गरिसकेका छौँ। यसै गरेर हामी मालबजार क्यालटेक्सबाट अगाडि लागिसकेका छौँ र हामीसँग हिँडिरहेका गाडीहरू घरि अगाडि घरि पछाडि हुँदै यसै गरेर हामी आफ्नो यात्रालाई अगाडि बढाइरहेका छौँ। र आउनुहोस् अब हामी बागपुल, जसलाई कोरोनेसन ब्रिज पनि भनिन्छ, र यहाँ पुगिसकेका छौँ। बिस्तारै यहाँबाट हामी पहाडका ती गोलाइहरूलाई काट्दै डाँडाकाँडाहरूलाई काट्दै अब हामी सिक्किमतर्फ यहाँबाट हामी कालीझोडा गर्दैछौँ। बाटो पनि अगाडि लाग्दैछौँ र टिस्टाका यी ड्यामहरूलाई हेर्दै गोलाइहरूलाई काट्दै हामी आफ्नो यात्रालाई अगाडि बढाइरहेका छौँ। र हामी रम्बीबाट अगाडि पुगिसकेका छौँ। रम्बीबाट अगाडि लाग्दैछौँ। र हामी फाइनल्ली टिस्टा जो पुलभित्र अहिले प्रवेश गरिसकेका छौँ। अब यहाँबाट अलिकति अगाडि चित्रे आउने गर्दछ र चित्रेबाट मल्लीबाट हामी सिक्किम प्रवेश गरिसक्यौँ। र फाइनल्ली हामी निकै लामो यात्रा पश्चात नाम्ची चारधाम प्रवेश गरिसकेका छौँ र हाम्रा दाइहरू बिस्तारै ओर्लिँदै हुनुहुन्छ र यहाँ केही क्षण बिसाउन भन्ने सल्लाह भएर ल हामी आइपुग्यौँ है। ल अङ्कित
हर हर महादेव। र हामी चारधाम पुगिसकेका छौँ र भिडियो धेरै लामो भएको कारण हामी तपाईहरुलाई दोस्रो पार्टमा अवश्य पनि हामी देखाउने छौँ। ओम नमः शिवाय। हर हर महादेव। जय जय शम्भो बम भोले।